आज हाम्रो सेकेन्ड क्यारल झर्रासी हामी सबैजना रेडी भइसक्यो अब हामी जानेछौँ यता छ है बहिनीहरू वेलकम मेरो भ्लगमा मुख नछ वेलकम भनेको मुखै छोप्दियो किन लजाको हामी त अघि नै वेलकम भनिसक्यौँ वेलकम है सबैजनालाई वेलकम मेरो भ्लगमा हेरिरहनु भएको छ झर्रासी आइपुग्यौँ अनि गाडी अलिकति अगाडि नै आइपुग्यो के स्पट भन्दा चाहिँ हामी गाडी ब्याक गर्दैछौँ त्यही भएर झर्दै हुनुहुन्छ सबैजना झरिसके पछाडि हुन्छ है अनलोडिङ भ्याएमा हामीले गाडी प्याक भइसक्यो हाम्रो आजको स्पट यहाँ हामीले 3 वर्ष अगाडि चाहिँ यहाँनिर गएको थियौँ कि अहिले म अलि रोडबाट देखाउँछु है यहाँनिर खै कहाँ गयो यहाँनिर गरेको थियौँ क्या यो पालिलाई चाहिँ बहिनीहरूलाई मेरो भ्लगमा स्वागत छ अलि टाढाबाट बोल्नु न बट आज चाहिँ अलि त्योभन्दा अलिक भव्य तरिकाले होस् भन्ने मेरो चाहना योजना होइन ल हेलो बाई यता जेन्ट्सहरूलाई चाहिँ अलिकति भार परिरहेछ अनि हामी लेडिजहरू चाहिँ अलिकति यहाँ रेस्टमा छौँ है अनि गाइस हल्का तामाङलाई होइन पुरा लाइक सब्सक्राइब सेयर गरिदिनु पर्यो है अनि राम्रो राम्रो कमेन्टहरू पठाइदिनु पर्यो धन्यवाद यहाँ हाम्रो अझै पनि मिलेको छैन अझै मिल्दैछ यही हो क्या गाह्रो चाहिँ यहाँ हामी दर्शकहरू छौँ हाम्रो भाउजूले सुन्तला ल्याउनु भएको छ मैले भन्दा नि उहाँ टिप्नु भएको बल्ल तारहरू मिलाएर यहाँ साउन्ड चेक हुँदैछ अबको केही समयमा चाहिँ हाम्रो क्यारल सुरु हुन्छ स्टार्ट हुन लाग्यो यहाँनिर प्रिपेयर हुँदै हुनुहुन्छ उनीहरूलाई हामीलाई यहाँ कता कताबाट बेन्च मुढा उताबाट म्याट्रेस के लिएर आउँदै हुनुहुन्छ है साउन्डमा फेरि पनि प्रब्लम आयो अस्ति जस्तै यस्तो हुँदैन भनेर सोचेको थिएँ तर भयो केही छैन त्यही भएर पनि हामी परमेश्वरको महिमा गर्नेछौँ तर Gracias.
तिमीहरूलाई भने नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। यो सबै मानिसहरूका निम्ति भन्दै गर्दाखेरि यो चाहिँ येशू ख्रीष्ट जन्मिनु भएको बेलामा जति मानिसहरू संसारमा थियो त्यो मानिसहरूलाई मात्रै समेटेर भनेको होइन। उहाँको जन्म अनि स्वर्गारोहणपछि पनि संसारमा जति पनि मानिसहरू जन्मिने छन् नि ती मानिसहरूको लागि पनि यो कुरा भनिएको छ। सबै मानिसहरूको निम्ति है उहाँ चाहिँ संसारमा आउनु भएको छ। त्यसकारण यहाँनिर भनेको छ आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। अनि मत्ती 1:21 पदले भन्दछ तिनले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाम येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनु हुनेछ। आमेन। परमेश्वरको महिमा भएको होस्। आउनुहोस् हामी एउटा आउनुहोस् नाच्नलाई। हामी गाउँदै रम्दै नाच्दै परमेश्वरको महिमा गर्नेछौँ किनकि हाम्रो निम्ति ख्रीष्ट जन्मनु भएको छ। Happy Christmas भन्छ है त? Happy Christmas! जोसोले फेरि अझै जोसोले Happy Christmas! Merry Christmas! Happy Christmas! Merry Christmas! Happy Christmas! Christmas!
साउन्ड गयो अब हाम्रो खाजा कार्यक्रम है खाजा खाजा हो यही हो आज कस्तो लाग्यो क्यामेरा एकदम रमाइलो लाग्यो क्यामेरादेखि रमाइलो लाग्यो भन्नुभयो क्या क्यामेरामा रमाइलो लाग्यो भन्नुभयो क्या होइन रमाइलो लाग्यो भने के ओके तर साउन्ड त अब त्यस्तै हो खाजा खाएर बस्यो है जम्मी यो चाहिँ पिरो घटाउनलाई खाजाको कार्यक्रम चाहिँ अझै बाँकी छ बाँकी चाहिँ खाँदै हुनुहुन्छ कि त्यही भएर मैले पछाडि नदेखाएको अलिकति फर्किँदैछ है हामीले आज चाहिँ मिलाउँछ मिलाउने थाहा छैन ल्याउने दाईहरू यहाँ हुनुहुन्छ यहाँ भाइ पनि हुनुहुन्छ हो यस हामी चाहिँ सबै सामान अनलोड गरेर पनि आइसक्यौँ अनि आजको क्यारल यति नै भयो सामान चाहिँ हामीले केही मिलाएको छैनौँ हाम्रो डेकोरेसनको सेसनहरू पनि चल्दैछ त्यो पनि मैले सानो सानो क्लिपहरू खिच्दैछु अब त्यो मैले छुट्टै भ्लग बनाउँछु कि यसैमा एड गर्छु भनेर चाहिँ अहिलेसम्म अलिकति क्लियर भइसकेको छैन हेरौँ आजको लागि चाहिँ यति नै अब फेरि अर्को भिडियो नआएसम्मको लागि टेक केयर बाई बाई